गाइस हेलो गाइजहरु हेर्नुस् हामीहरु घुम्न गइरहेको छु भरतताल नुन्थर एउटा गाडीमा 3 जना कहाँ गयो र तिनीहरु अनि पछाडी हेर त कोही पनि छैन यार त गाइस हाम्रो यो सानोतिनो ब्लग हो हेलो भर्खरै स्टार्ट गरेको सानोतिनो ब्लग हो हामी भर्खरै स्टार्ट गरेको फर्स्ट टाइम हेरौँ कस्तो के छ अब ल तपाईहरु हेर्नु के अगाडिको नजारा ओ खत्रै वेदर छ के यताको हेर्नु न एकैचोटि पुरै पिङ हरिया वन जंगल छ के चन्द्रपुर छैन चन्द्र बिकेलै दे धेरै भिड छ हैन अरे गाइस कस्तो भिड छ यार यस्तो पुरै सुक्खा जंगल पानी पनि छ गाइस भोकै बसिरहेको छ गाइस हाम्रो ब्लगको मान्छेहरु हाई भन्नु के हाई 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 गाइस अब हेर्नु के नजारा हेर्नु क्या बागमती होइन बागमतीको बाटो पानी तो पाए ओ वाह वाह वाटरफॉल ए हेर्नु हेर्नु कहाँबाट पानी आएको हेर वाटरफलबाट हाई बना हाई वो नाइस पार्क विन्टर हो ठुलो भवन बनिसकेको छ अनि यता रुख छ बागमती ठुलो बागमती काठमाडौँबाट आएको ब्यारेज अरू केही छ अरू केही भन्नु के यसमा के जानकारी छ के तपाईलाई लाग्यो भित्र अब भित्रको हेर्छौँ कस्तो हुन्छ यो नजारा पनि खत्रै छ हैन पहिलादेखि धेरै राम्रो बनिसक्यो यताको नजारा सामसिङे पसल पनि रहेछ होटल पनि रहेछ होटल सोटल ओहो पार्किङ कहाँ छ पार्किङ यही हो चारैतिर त पार्किङ हो चारैतिर पार्किङ हो अगाडि लाग्छ अब आज बिदा हो त्यही भएर चाडपर्वको दिन छ ए चाडपर्वको कारणले गर्दा आज तिहार पनि भाइटिका पनि छ भाइटिका ल केही तपाईँ पनि भन्नु के रौतहटको यो तीर्थस्थल जस्तो छ एउटा धार्मिक स्थल र स्मारक पनि यो यता हाम्रो जुलङ्गी पुल भयो मन्दिर भयो यता हाम्रो घुम्ने स्थलहरू भयो जुलङ्गी पुल कहाँ छ जुलङ्गी पुल मेरो भित्र जानुपर्छ होइन भित्र जानुपर्छ जुलङ्गी पुल हेर्नको लागि के हामी अब भित्र बस्ने अब जाने यो हाम्रो अनिल कुमार जी बेस्ट हाम्रो जिगरी भयो र यो हाम्रो केही छैन यसले कुरोहरू पनि छ
हो यहाँ के छ नि मुकेजी हाम्रो यो पहिला यस्तो थिएन के हो अहिले डेकोरेट गरिदिएछ हो यसपालि देखियो सबै डेकोरेट भएको छ ओ यहाँ कुल्फी पनि छ यो कुल्फी यो कुल्फी कुल्फी छ यहाँ हेर्नु रेमो सुजा रेमो डेमो 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 रेमो डेमो गडबड आयो क्या ए हावा केही छैन छ यो हामी सानो हुँदाखेरि खायौँ नि बचपनमा अहिले 55 आइसक्यो हेर्नु ए मन्दिर छ मन्दिर मन्दिर हेर्नु गाइस मन्दिर वाह हेर्नु के धेरै टाढा छैन त्यो शङ्करजी भोलेनाथ त्यो अब पुल हेर्नु के झुलुङ्गिया पुल हेर्नु झुलुङ्गिया पुल गाइस वाउ अब अलिकति रेस्ट गर्ने यो हाम्रो विकी सर अहिले सानैदेखि जिगरी पार्टनर यार हो यो हाम्रो यो दिनभरि आफ्नो बिजी नै हुन्छ भने जस्तो त अब लिएर आएको छु घरबाट अब के गर्नु अब यो त्यसको बिना मनै लाग्दैन यही त हो हाम्रो यो हित हो हित जिगरी यो हुँदैन भने यहाँ जिग्री मजा आउँदैन के मजा ग्रुपमा मजा आउँदैन के ग्रुपमा मजा आउँदैन ए उतै पेट हेर्नु यसको हँसी गाइस धेरै मजा आउँछ के तपाईहरु ब्लग हेर्नु अब पुरै स्टार्टिङदेखि ब्लग हेर्ने के अझै त बाँकी छ तर यतिसम्मको लागि कहाँको गाउँको मान्छेहरू आउँछ के त अब हेर्नु अनुरोध धेरै टाढा छ रे ओ छिटो छिटो अनुरोध एकछिन पक्र के अरे यार मेरो ब्लगमा के कस्तो कस्तो पहाडहरू छ यार ल आयो 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 हामी के आयो आयो ए ल ल ल कहाँ छ र तिनीहरू ल छिटो 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 ए अब हामी यो नुनथरको माथिबाट अहिले यो खोलामा आइसकेका छौँ खोलाको नाम रहेछ बागमती यो पानी धेरै गहिरो जस्तो लाग्दैछ पानी अब नदीमा नुहाउन जाँदैछ बागमतीमा अब यिनीहरू नुहाउन जाँदैछ पानीको बहाव धेरै छ नुहाउनु मन छ यिनीहरूलाई के गरौँ ओहो हेर त कति गहिरो नदी रहेछ ओ बबी जा के भन्छ अनिल तल आइज तल पहाडमा अब छिटो आयो दुटा केटा आयो दुटा केटा कसरी जाने रे यो हेर त आमा ल ल ल ल कतिचोटि फोटो लिने यार तिमी कतिको पोइन्ट टु पोइन्ट ल ल एउटा हाना त एउटा हाना 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 क्या वाउ नाइस एकजनाको 20 रुपियाँ ल ल पैसा दिइहाल ल ल दिइहाल पैसा
वाउ वाउ साथीहरु हामीहरु इन्जोय गर्दैयो हेलो हेलो आउनु बिकिजी थुप्रो हेर्नु गाइस पारा हेर्नु केटाहरुको पारा बीचमा पारा पारी यहाँ चले अलिकति पनि सेन्स नभएको केटाहरु पुरै बच्चा जस्तो अनि यहाँ त पछाडिको भ्यू हेर्नु भ्यू वाउ वाउ कमाल है साथी आओ कमाल है कमाल गोली खाना ए डुङ डुङ ब्लगमा ओ वाउ अहिले रेस्ट गर्दैछ हैन रेस्ट गर्दैछ यो केटा फोटो चाहियो ल ल ल अब हामीहरू गएको तलतिर गाइस ल गाइस ल ल अब निस्केको काले कलौटे आइफोन भएर पनि काले कलौटे हेर्नु नजारा ओहो हामी आएर यता जङ्गलभित्र आएर रेस्ट गर्दै हो अनुरोध जङ्गलभित्र आएर रेस्ट गर्दै हो हाम्रो पौराईको खोला छ पौराईको खोलाको तटमा हामी रेस्ट गर्नलाई 2-4 मिनट वेट गर्दैछु कसको वेट गर्दै हो हेलो गाइस हामीहरू अब निस्किसके यताबाट अब घरतिर फर्केको हामीहरू अब हामीहरूको ब्लग त अब सकिन्छ अब हेर्नु गाइस साथीहरू आइरहेको उताबाट पछाडिबाट हेर्नु ल अब यहाँसम्म हामीहरूको ब्लग सक्यो धन्यवाद तपाईँहरू पनि इन्जोय गर्नु सब्सक्राइब गर्नु लाइक गर्नु कमेन्ट गर्नु अनि अर्को ब्लगमा भेट्नु ठिक छ ल ल ल धन्यवाद